अहिले केपी ओलीलाई शेरबहादुरवाला लागे यति हो, काल आउनुभन्दा पहिला पुलिस नआइदिया भए हुन्थ्यो भन्ने मात्र चाहिँ यिनीहरूलाई, काल पहिला आउँछ कि पुलिस पहिला आउँछ भन्ने मात्र यिनीहरूलाई, देश बन्छ भन्दैन यिनीहरूलाई, मतलब छ यिनीहरूलाई के मतलब छ यिनीहरूलाई देशको? मरेर जानु भएन, आत्महत्या गर्नु भएन, हेर कायर मरे भन्लान्, भोलि लासमा थुक्लान्, काल आउनुभन्दा पहिला पुलिस नआइदिया भए हुन्थ्यो, हेर्दै हेर्दै पछाडि कोही आएको भन्ने मात्रै हो यिनीहरूलाई लाग्यो। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा, यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। मिडियाको स्वतन्त्रतामाथि राष्ट्रपा सरकारले कुनै पनि तौरबाट त्यस्तो दुष्प्रयास त गर्ने छैन नि। मिडिया प्रविधि भन्ने कुरा यो पनि कोरोना जस्तै बाहिरबाट आएको विषय हो, यो नेपालमै बनेको विषय चाहिँ होइन। यो यही नहीं, अभी और सुनिए। यसरी रोकेर यो जुङ्गादारी आउन रोकिन्छ भन्ने मलाई लाग्दैन। यसरी रोकेर यो जुङ्गादारी आउन रोकिन्छ भन्ने मलाई लाग्दैन। हाम्रो त रविदाले नबोल्नु, अब भयो जे हुनु भयो नबोल्नु भनेर भएर नत्र यिनको बालाई हेलिकप्टर चलाएर लगाएको हामीले नै हो। सिक्किमले खिच्या छ, भागेर जाउँ कुन ठाउँ जाउँ, जेन्जी नभएर सहर छैन। काङ्ग्रेसले भूमि दिन्छ भने, घर सबैको बनाइदिन्छ भने हामी रुखमा दिन तयार छौँ, तर बदमासी गर्यौँ भने मुखमा दिन तयार छौँ। यो कुरा विचार गर्ने। चोरेर आएर पुलिसले 2 झापडानु हुन्छ हुन्छ दिन्छु दिन्छु भनेर दिए जस्तो अस्तिसम्म किन नदिएको? यता एउटा हातले स्क्रिनसट गर्ने, यता भोट केमा मै हुँ गरेर हुँ गरे आछ। हेरौँला भने छु। अब यिनीहरूले हेरे आएर यो दुर्गेश थापा कि थियो नि दुश्मन हेरे भने जस्तो, अब काङ्ग्रेसले हेरेको हेरे कति हेर्न मन छ, हेरेको हेरे गरे। रियापै गाउने पेसामा फेरि फर्किन्छन् बालेन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले। के साङ्गीतिक यात्रातिर फर्किने लयमा होइन? हामीले हार्यौँ भने त हामी र्याप गाउन फर्क्यौँला, हामी बजारमा फेरि पनि हिरो भएर आउँला, कलाकार भएर आउँला। कम्तीमा हामी त बाहिर आउँदै गर्दा पनि हिरो भएर नै आउन सक्छौँ, फेरि कलाकार भएर पनि आउन सक्छौँ, फेरि हामी रेडियोमा पनि जान सक्छौँ, टेलिभिजनमा पनि जान सक्छौँ। तर उहाँहरू जताबाट आए पनि जाने भनेको फेरि त्यो दिल्ली बजार कारागारै हो। अहिलेबाट उहाँहरूलाई बरु सुन्दारा कारागार सजिलो हुन्छ कि दिल्ली बजार कारागार हुन्छ कि वा नक्कु कारागारमा अस्ति रवि लामिछानेजी बसेको ठाउँमा सजिलो हुन्छ भने अहिलेबाट अग्रिम बुक गर्नुभयो भने तपाईँहरूलाई भोलि सहज हुन सक्ला। राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर काङ्ग्रेसमा हेऱ्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो सिँगै प्लेनै खानेहरू छन् त्यहाँभित्र, कोही वाइनसम्म खाने हो सिँगै प्लेन खाने, व्हाइट बडी खाने पनि त्यही छन्, बालुवाटार खाने पनि त्यही छन्, यो चाहिँ गिरीबन्धु खाने पनि त्यही छन्। त्यसैले अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। त्यसै बेच्ने भन्दा चिया बेच्ने त राम्रै होला। मैं तो तेरे को हरामी समझता था, तू तो राम निकला रे, देव मानुस निकला रे। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? कति रुपियाँ हुन्छ हैन? देखाउने खसी, खुवाउने फर्सी, त्यही पनि पर्सी भने जस्तो अहिले पनि त्यो भइरहेको छ। बात तो सही है। कर्मचारीहरू बदमासी गर्दै गर्दै समितिले सुनपानी सर्किँदै चोखाउँदै जाने त तिमी हामी सँगसँगै जाउँ मायालु भन्दै अँगाल हाल्दै हिँड्ने काम जे भइरहेको थियो यो हुनु हुँदैन। खुर्सानीलाई पिरो हुनलाई कसैलाई अनुमति दिनुपर्छ भन्ने मलाई लाग्दैन। तपाईको सरकारले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले हैन होला, पुलिसले होला। चीटिंग करता है तू, चीटिंग करता है तू। रवि लामिछानेलाई बालेन शाहलाई तपाईँ हो भनिदिँदा के फरक पर्छ हामीले? हैन, त्यत्रा जेन्जीका हत्या गरेर बसेका मान्छे त हातखुट्टा धोएर रगत पुछेर ढाका टुपी लाएर मात्रै बजारमा टुपुन टुपुन मै हो भनेर हिँडेका छन् भने
बालेन शाह कालीगण्डकी बनेर आउनुभयो, रवि लामिछाने मर्स्याङदी बनेर आउनुभयो, देवघाटमा मिसिनु भयो, अब नारायणी भनेर बग्दैछ। नारायणीमा कतापट्टिको कालीगण्डकीको पानी हो, कता हो मर्स्याङदीको पानी, कसरी छुट्याउनुहुन्छ तपाईँ? लेख्दा लेख्दै हात थाक्छ कवि। म एमालेको बाघ हुँ भन्छ, अर्कोले आएर म एमालेको सिंह हुँ भन्छ। त्यो बाघै भए पनि सिंहै भए पनि हामीले मान्यौँ, महेश बस्नेत एमालेको बाघै हुनु होला, एमालेको सिंहै हुनु होला। तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि। त्यसैले चाहिँ जनावरलाई चाहिँ बजारमा छोड्नु हुँदैन, सगोर चिडियाखानामा राखौँ, नभए आरक्षभित्र लगेर राखौँ। बस्नेतले भनिसके काल आयो भने स्याल बजार पस्छ ठिक छ, त्यसमा बजार नपस्नुहोस् तपाईँहरू। काल आयो भने बजार पस्छ, तपाईँहरू गुन्डुमै बसिरहनुहोस् फेरि। दाइ भाउजूलाई भगाएर लकटेर यहाँ आएर हामीलाई सुशासनको क्लास दिन पाइन्छ? भाइ साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी। जसले बाख्रा पालनको नाममा करोडौँ रुपियाँ भ्रष्टाचार गरेको छ, जसले देश लुटेको छ, जसले अनुदानको नाममा सारा ध्वस्त पारेको छ, उसले आएर हामीलाई क्लास दिनु पर्दैन। आतङ्ककारी भ्रष्टाचारी बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन। मैले उता भनेर देखाएँ भने उता हेर्नुहोस्, मेरो औँलामा नहेर्नुहोस्, यो औँला कालो रहेछ भनेर हेर्ने होइन। बिरामीले आएर डाक्टरलाई सुझाव दिने होइन के। सभामुखको र सरकारका प्रधानमन्त्री मन्त्रीको बचाउमै तपाईहरूको चाहिँ सम्पूर्ण रूपमा दिन गएको छ। तपाईहरू कतिपय ठाउँमा त वासिङ पाउडर हो। आफ्नो घरबाट बिहे गरेर अर्को घर गइसकेको दिदीको माया नमान्ने भन्ने हुन्छ र? यो फस गया सीएम। दिदीको पनि माया हुन्छ, त्यसपछि भेनाजुको पनि माया हुन्छ, भान्जा भान्जीको पनि माया हुन्छ। तिर्खाएर मान्छे बसेको छ, पानी दिँदाखेरि एकछिनै दाँत माझेर आउँछु भन्न पाइँदैन। तिर्खाएर पानी पानी भने मान्छेले पानी दिन पनि खान पर्यो। अस्ति मेरो एउटा आयो त्यहाँ फेरि खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने पाता हान्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो, मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको थियो, त्यो हान्नुपर्ने कुरा हान्न पर्छ। हामी फेरि उठ्नेछौँ भनेर भनेको छ, यता जनता फेरि हामी कुट्नेछौँ भनेर बसेको छ नि त होइन। फेरि उठ्यो भने फेरि कुट्छन् जनताले। तपाईँ कारको ठाउँमा ट्रक किनेर ल्याउनुहुन्छ भने कार पार्किङ गरेकै ठाउँमा त्यति ठाउँमा पार्किङ गर्नुपर्छ भन्ने हुन्छ र? त्यो 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? जति बेला पनि केटाकेटी जस्तो हलभित्र छिर्न पाएको छैन, प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिल्यै चाहियो, भैली खेल्न आएको जस्तो जति बेला पनि रोइलो गरिरहनु भयो। केही क्वालिटीकै नेतालाई पूर्वका जनताहरूले क्वालिटीकै नेतालाई काठमाडौँ पठाउनु भएको रहेछ भन्ने लागेको थियो। पूर्वमा धेरै हल्ला गरेर त्यहाँ सुत्नै नदिएर मान्छेलाई बस्नै नदिएपछि बरु यहाँ हल्ला गर्नुभन्दा काठमाडौँतिर पठाइदिउँ भनेर पठाइदियो जस्तो अहिले चाहिँ हामीलाई लाग्यो। अर्थको विज्ञलाई अर्थ नपर्थका विज्ञले त्यसै चाहिँ ऱ्याङ गरेर हुन्छ? कम्तीमा अर्थको अर्थ जानेका मान्छेले भन्नेसम्म ठिकै हो। यो बात त सही है। के भएको रहेछ नानीलाई म त करङ मात्रै देख्छु त भने जस्तो चाहिँ यसो एक्सरे रिपोर्ट हेरेर बाले करङ मात्रै देखाए जस्तो। गाली त मुखले फरेर पनि गर्न सकिन्छ त। अब गाली पनि एआईलाई सोधेर, रातभरि घोकेर, बालाई सोधेर, दाइ भाउजूलाई सोधेर गाली लेखेर ल्याएर गजब बेइज्जती। पहिला साथीहरू यसो गरेर बोल्नुहुन्थ्यो, 5 जना आउनु भएको छ। अहिले फेरि यसो गरेर बोल्नु भएको छ, अर्कोचोटि यसो यतिमै सीमित हुने गरी चाहिँ नगर। I